हजुरहरूलाई नि एउटा प्रश्न राखेँ ल, यो धर्मसँग सम्बन्धित छ र हाम्रो योगसँग पनि सम्बन्धित छ है त। हिन्दू धर्मशास्त्र अनुसार र योग अनुसार भगवान शिवलाई आदियोगी वा महायोगी भनिन्छ। अघि गुरुले भन्नुहुँदै थियो भने ल भन्नुस् श्रीकृष्ण भगवानलाई के भनिन्थ्यो? महिला ग्रुपको पालो माताहरूलाई ल त योगसँग सम्बन्धित भन्नु पर्यो नि। अगाडि जे छ मैले सोधेको त्यहीसँग रिलेसन भएको भन्नु पर्यो। चुप्प लाग्नुभयो, पक्कै आएन। अब पुरुष दाजुभाइलाई पास भन्नुभयो। यसको एन्सर चाहिँ अब साथी हेर्नेहरूले, फेसबुक हेर्नेहरूले कमेन्ट गरिदिनुहुन्छ है त। भन्दै यसको सही एन्सर हजुरलाई सुना